गुड मर्निङ घोराई। आज 3 गतेको दिन तिहारको निकै चाहिँ चलपल छ। घोराईतिर चाहिँ तिहार लागिसकेको छ। यति बेला यो बालमन्दिरदेखि ब्याङ्क रोड लाइनतिर चाहिँ अगाडि गइराखेको छु। तिहारको सबै मेरो आफन्तजनहरूलाई शुभकामना भन्न चाहन्छु। यद्यपि दसैँ तिहार खासै चाहिँ अब महत्त्व चाहिँ लाग्दैन, तर पनि पर्वहरू आउँदै गर्दा चाहिँ बाल्यकाललाई चाहिँ सम्झिन्छ। केही रमाइलो पलहरूलाई के गर्दै हुनुहुन्छ देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मेरो आफन्तजन प्रिय साथीहरूमा दसैँको तिहारको शुभकामना भन्न चाहन्छु। ब्याङ्कमा यो चाहिँ तपाईँ तुलसीपुर रोडतिर जाने हो, चोकतिर जाने भनेपछि यो गाडी चाहिँ ब्याङ्क रोड लाइन हो। सधैँ बिहान 1 घन्टा जति मर्निङ वाक गर्ने गर्छु। झन्डै 4 बजे उठेको। आज कति बज्यो? 5 बज्नु लागेको थियो हो। आज बजारको के कस्तो अवस्था छ, तिहारको चलपल कतिको छ भनेर यसो चाहिँ अवलोकन गर्न बजार आएको छु। यो तपाईँको तल देखिरहेको सही गेट जाने बाटो हो। साइड गल्लीमा लाग्यो। सब्जी मन्डीतिर प्रवेश गरेको छु। कृषि उपज बजार सञ्चालक समिति सबै थोकको तरकारी यहाँ पाइन्छ हैन। हेर्नुहोस् म चाहिँ यहाँदेखि ठिक चाहिँ माथि यो राँगा काट्ने मार्केट टोलमा चाहिँ निस्किँदैछु। अलि बत्ती नबलेको कारणले अँध्यारो छ यतातिर। यद्यपि थोरै वाहन बाल्नु भएको छ। के गर्ने साथी हो, स्वास्थ्यको लागि भए पनि बिहान चाहिँ मर्निङ वाक गर्नु पर्दो रहेछ। आज म यो पहिलोचोटि मर्निङ वाक गरेको। मेरो चाहिँ युट्युब गजल मिडियामा हाल्छु हैन। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धेरैभन्दा धेरै साथीहरू जोडिदिनु होला भन्न चाहन्छु।
यो राँगा काट्ने मार्केट टोल चोकमा आइपुग्यो है साथीहरू, हेर्न सक्नुहुन्छ। पुनबङ्गुर जलजला फ्रेस हाउस फर्म यो लाइन भयो है, मासुको लाइन भयो। म चाहिँ सधैँ लगिरहेको ठाउँमा जान्छु है, आज चाहिँ भैँसीको के भन्छ एकदम राम्रो ठाउँ पाउने ठाउँमा जानु पर्यो भन्छु। यहाँ खानेकुरा हुन्छ। ओके, धन्यवाद। म यो चौधरी रागा मासु खानेछुमा। बाई बाई।